म चाहिँ राति सुत्दा स्किन केयर गर्दै थिएँ के अनि म चाहिँ सधैँ भ्यासलिन लगाउँछु। पहिला चाहिँ सिरम लगाउँछु, फेस सिरम, त्यसपछि भ्यासलिन लगाउँछु। मेरो फेस जाडोमा एकदमै ड्राई हुन्छ नि त अनि गर्मीमा चाहिँ ओइली हुन्छ के। सो मैले चाहिँ भ्यासलिन लगाउने गर्छु जाडो महिनामा चाहिँ। अनि त्यसपछि मलाई चाहिँ कपाल कस्तो कर्ली बनाउन मन लाग्यो कि। हुन त मसँग आइरन पनि छ तर आइरनले एकदमै ड्राई गराउँछ कि कपाल। हेर्नु न मेरो आइरन तानेर नै हो यस्तो ड्राई देखिरहेछ कपाल नि। अनि मैले चाहिँ एउटा स्कार्फ लिएर कपाल कर्ली गराउने सोचेँ। अनि सुरुमा चाहिँ मैले कपाल राम्ररी कोरेँ। त्यसपछि कपाल कोरिसकेपछि चाहिँ मैले पार्टिसन गरेर एकातिर चाहिँ मैले कपाल स्कार्फले बाँधेर अर्कोपट्टि चाहिँ मजाले राउन्ड 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 गरेर मैले कपालमा स्कार्फ बेरेँ। अनि एकतिरको कपाल बेरिसकेपछि चाहिँ मैले स्कार्फलाई पनि फेरि क्लिपले बाँधिदिएँ। त्यसपछि फेरि मैले अर्कोपट्टिको कपाल नै त्यसै गरेर राउन्ड राउन्ड गरेँ। अनि त्यसपछि चाहिँ दुवै कपाल पछाडि लगेर मैले चाहिँ रबरले मजाले दुइटैलाई दह्रो हुने गरेर बाँधिदिएँ। अनि त्यसपछि चाहिँ म सुत्नतिर लागेँ अनि यसको रिजल्ट चाहिँ म हजुरहरूलाई भोलि देखाउँछु। हाई गुड मर्निङ एभ्रिवान। हेर्न सक्नुहुन्छ आज चाहिँ म एकदम ढिलो उठेँ। अनि त्यसपछि फटाफट वासरुम गएर मैले मुख धोएर आएँ कि है। ब्रस पनि गरेको छैन, मुख मात्रै धोएको छु। यति ढिलो उठेर पनि मलाई यस्तो हाई आइरहेको थियो। अनि मैले चाहिँ हिजो यो कर्ली गराएको अनि आज चाहिँ म खोल्दैछु होइन, स्कार्फ निकाल्दैछु। अब कस्तो हुन्छ हेरौँ त है। हेर्न सक्नुहुन्छ यस्तो खतरा कर्ली भइरहेको थियो कि। अनि मैले चाहिँ आज नुहाउनु पर्ने थियो मेरो कपाल चाहिँ, तर मैले यो कर्ली बनाएको भएर मैले आज कपाल नै वास गरेन के। मलाई चाहिँ एकदमै राम्रो लाग्यो कि कपाल कर्ली भएर कस्तो राम्रो भइरहेको थियो। अनि कपाल नै बिग्रिँदैन नि त यसरी कर्ली गर्दा चाहिँ। अनि आइरनले गर्दा चाहिँ धेरै ड्राई हुन्छ।